हाई एभ्रिवान, नमस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ मुकबाङ भिडियोमा। सो साथीहरू, आफ्टर लङ टाइमपछि चाहिँ मैले भिडियो बनाउँदैछु। सो लास्टसम्म हेरेर साथ दिनुहोला। अनि आज चाहिँ मसँग नयाँ के छ भने यो बटुक पाल्पाली बटुक रोटी चाहिँ एकदमै धेरै फेमस छ नि त। सो आज चाहिँ मैले बटुक रोटी लिएको छु। अनि यो चाहिँ किम्चीवाला नुडल्स भयो। अनि यो गिलो चटपटे, गिलो भन्दा पनि लास्टै गिलो चटपटे बनाएको छु क्या आज चाहिँ। सो हेर्न सक्नुहुन्छ हजुरहरूले। खस्यो किम्ची चाहिँ योवाला छ के, नयाँ हो कि यो चाहिँ। अनि यो चाहिँ मैले ट्राई गर्नको लागि भनेर मगाएको। सो एकदम एक्साइटेड छु योलाई मैले ट्राई गर्नको लागि। सो अरू चाहिँ के हो र, यो सलाद त भइहाल्यो। यो चाहिँ मैले सधैँ राखिरहेको छु होइन। सो पहिला चाहिँ यो किम्चीवाला नुडल्सबाट नै सुरु गर्छ है त। ठिक छ, त्यति नमिठो पनि होइन, तर पिरो चाहिँ छैन है, पिरो चाहिँ छैन यो। सबै कुरा मिलायो भने मिठो हुँदो रहेछ। गिलो चटपटे चाहिँ फर्स्ट छ। मैले एउटा न्यापकिन पनि राखेन। गिलो चटपटेमा चाहिँ मैले डल्ले खुर्सानी मिलाएर बनाएको थिएँ क्या, पिरो पिरो नै छ। बटुक रोटी पनि खाइदिउँ न त। त्यसो भएपछि साह्रो भएको तत्कालमा यस्तो दामी हुन्छ है, तर ठिक छ। चटपटी पिरो खायो भने पिरो मेटाउन चाहिँ बटुक रोटी ठिक्क भयो।
गिलो चटपटी नि हुन्छ क्या तातो तातो खान्छ झन् मिठो हुन्छ दामी भएछ मैले एउटा न्यापकिन पनि नराखेको बस्दैछु क्या मैले खान सक्दिनँ होला यसमा पिरो चाहिँ छैन तर स्वाद चाहिँ एकदम मिठो छ किम्ची भन्ने चाहिँ यही होला छैन अहिले किम्चीको नाममा किम मात्रै दिएछ मैले सोचेँ त यो भित्र पनि किम्ची हुन्छ होला भनेर तर किम्ची चाहिँ नरहेछ स्वाद मिठो छ यही सानो सानो टुक्रा होला किम्ची भनेको सलाद खाने नयाँ स्टाइल अब खान सक्दैन खाना त सबै चिज मिठो थियो होइन तर यो चाहिँ अलिकति पिरो बढी भएर सकेन क्या सो गाइस थ्याङ्क यू सो मच समय हेरिदिनु भएकोमा अनि नेक्स्ट भिडियो पनि छिटै लिएर आउँदैछु सो त्यसलाई पनि हेरिदिनु होला र यो भिडियो पनि लास्टमा हेरिदिनु भएकोमा धन्यवाद पिरो भयो लास्टै अनि हजुरहरूले पनि यो किम्ची नुडल्स होइन खानुभएकोहरूलाई त थाहा छ होला अनि नखानु भएकोहरूले चाहिँ ट्राई गर्नु पिरो छैन स्पाइसी एकदम कम छ अनि बाँकी चाहिँ टेस्ट चाहिँ एकदम मिठो छ सो बाई बाई